अलिकति सानो हुनुपर्ने A few moments later. गुरुङहरूको ठुलो हुन्छ कि है सो कमेन्ट गरेर माइती गाइज मेरो नाकको दुलो ठुलो हो कि गुरुङहरू सबैको ठुलो हुन्छ को जरा सबर करो सो सबैजना स्वागत छ यो ब्लगमा आइहो भन्नु सन्चै आनन्द हुन्छ र म पनि सन्चै छु आज यो जो जागो साथ अगाडि बढिसकेको छु म है बोलिदिने कि जे पाइदिए हान्दिने क्या अरे कहना क्या चाहते हो सो हेलो एभ्रिवान फेरि पनि स्वागत छ यो ब्लगमा सो सबैजना आई होप हजुर सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि सन्चै छु अहिले गाइज र आजको भ्लगको स्टार्टिङ भइसकेको छ हाम्रो चस्मा र क्यापबाट है आज त अलिकति छुट्टै डिजाइन के भन्छ त्यसलाई होइन सो कमेडियन म्यान भनेर होइन हजुरहरूको माझमा उपस्थित भइसकेको छु र यसो बोल्दा त यहाँनिर डिम्पल बस्दै रहेछ है को जरा सबर करो डिम्पल वाइहाल्छ त्यही नै त गाइज आजको फर्स्ट भ्लगिङ स्टार्टिङ है हाम्रो डिम्पलबाट भइसकेको छ यस्तो क्या बस्दो रहेछ है बोल्दा बोल्दै आज फेरि यस्तरी के र म बोल्दाखेरि चाहिँ कस्तो यो नाकको दुइटा पल चाहिँ अलिक ठुलो देख्दो रहेछ क्या कौन है ये लोग मलाई कमेडी लाग्छ यहाँ जहिले मैले जहिले हेरेर आउँछु तर हजुरहरूले मलाई कमेन्ट गरिदिएको हुँदैन है कहिले पनि कमेन्ट गरेको हुँदैन है किनकि मैले यस्तो जहिले हेरेर आउँछु है यो दुइटा नाकको दुलो त अलिक ठुलो देख्छ क्या मलाई कमेडी लाग्छ त गाइस हजुरहरू कस्तो लाग्छ कमेन्ट हान्नुमा त कस्तो लाग्छ त हजुरहरूलाई होइन कमेन्ट हान्नुमा त यो नाकको दुलो चाहिँ कसरी ठुलो भएको होला कि मेरो तू समझा हाँ नहीं तू समझा नहीं अलिकति सानो हुनुपर्ने गुरुङहरूको ठुलो हुन्छ कि है गुरुङहरूको ठुलो हुन्छ कि है सो कमेन्ट गरेर माइती गाइज मेरो नाकको दुलो ठुलो हो कि गुरुङहरू सबैको ठुलो हुन्छ यो नाक गजब बेइज्जती है त्यही नै त गाइज अलि र गाइज लास्टै भोक लागिसकेको छ है अब हामी पसलतिर यसो खाजासाजा किन्न जानुपर्छ सिर्फ आई हेभ 100 रुपिज अन्ली 100 रुपिज चाहिँ गाइज 100 रुपिज मात्रै छ त्यही नै हो अब यो बिदामा यो 100 रुपियाँले के खानुपर्छ होइन यसो भनौँ न अब होइन भनौँ न यो 100 रुपियाँको के नै आउँछ र है अहिलेको जमाना परिवर्तन भइसक्यो होइन त्यही भएर हामी पनि परिवर्तन भइहाल्नुपर्छ क्या त्यही नै त गाइज सो कति बज्यो भनेर देखाइदिउँ है टक्क लगाएर हाम्रो कति बजेको छ कति बज्यो आमा 3:16 भइसकेको छ गाइज होइन आजको भ्लगको स्टार्टिङै 3:16 आयो त अब टक्क यसरी राखौँ है अनि आजको टाइटल भनेको त्यो हिजोको रिजल्ट होइन कि आजको टाइटल भनेको 3:16 आयो त्यस्तो गरौँ है त 3:16 हाम्रो आजको टाइटल बब्बाल छ है त 3:16 एन्ड 3:16 एन्ड के भन्छ त्यसलाई डिम्पल आयो त्यस्तो म डिम्पल हान्दैन तर हाम्रो दिनको स्टार्टिङ भइसकेको छ है तर नि के भन्ने होइन सबैजना टक्क यसरी राखौँ है अनि आजको टाइटल भनेको त्यो हिजोको रिजल्ट होइन कि आजको टाइटल भनेको 3:16 आयो त्यस्तो गरौँ है त 3:16 हाम्रो आजको टाइटल बब्बाल छ है त 3:16 एन्ड 3:16 एन्ड के भन्छ त्यसलाई डिम्पल आयो त्यस्तो म डिम्पल हान्दैन हेरिरहनु भयो होला कता तिनी हेर्दै हुनुहुन्छ र आयो हजुर सन्चै अच्छा अरे कहना क्या चाहते हो सन्चै आएर मैले फेरि कस्तो कमेडी कुरो गर्छ यार
सन्चै आएर होइन कि कता कताबाट हेर्दै हुनुहुन्छ को हुनुहुन्छ सबैजनाले कमेन्ट गरिदिनु होला गाइज त्यही नै भोक लागिसक्यो ल जनाले कमेन्ट गरिदिनु होला गाइज त्यही भोक लागिसक्यो ल तू समझा हाँ नहीं तू समझा नहीं बोल्दा बोल्दै भोक लाग्दो रहेछ है कस्तो है ल है त गाइज म अब यसो पसलतिर गएर खाजासाजा किनेर आउँछु अहिले खाजा पनि देखाउँछ है त खाजा नि के किन्ने भइरहेको क्या मलाई फेरि है जहाँ उयो 100 रुपियाँ छ होइन के किन्ने त के खाने त होइन त्यो 100 रुपियाँको होइन त्यही भएर यसो गेस गर्दैछु कि के किन्ने भनेर होइन सो गाइज भिडियोको स्टार्टिङ गर्नुभन्दा अगाडि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला त्यही नै अब भिडियोको स्टार्ट हुँदैछ हुन त अघि नै भइसकेको है यसो भिडियो स्टार्टिङ त अघि नै भइसकेको हो तर पनि फेरि पनि स्टार्टिङ गरिदिइहालौँ है अब आजको फर्स्टमा देखाउनु भनेको जोजोलाई है जोजो आइतिरको यार जोजो यस्तो घो जाडोमा सुत्छ यार उठ छोड बोला सुतेको होइन सुतेको नउठेको अहिले उठेर एक्सर्साइज गर्नु छैन उठेर एक्सर्साइज गर यस्तो मा तैँले पक हेर्नु गाइस यसले मलाई टोन लाग्यो यसले मलाई चिनेन जस्तो छ कि म को हो भनेर देखाइदिउँ त हजुरहरूले मलाई चिन्दैन भने होइन आच्छा हजुरहरूले फेरि जोजोले मलाई चिनेन कि त नचिने मलाई जोजो जोजो लगाइज फाइनली हामीले खाजा लिएर आइसकेको छ है यसो माथि गएर खाजा देखाइदिउँ होइन अगाडिको बाटो देखाउँ भने जो आएर फेरि त त्यो किन बस्यो यहाँ तल हरा आइज आइज दाइ त टक्क के हो बे बाटो छ कि आसिया दिनु नि के हो के हो काली कालीसँग फोटो हान्नु है कालेर म फोटो हान्ने यता काली गयो यता सिधै र गाइज म धेरै त्यस्तो जङ्क फुड खाँदैन है अब अलिकति छुट्टै हो नि त होइन आफू त हेरेँ टक्क आज 2टा अन्डा लिएर आएको छु र यसमा के गर्नु लाग्यो भन्दा अलिकति भट्ट भुटेर खान लाग्यो क्या अब त्यो मात्रै खाएर त हुँदैन फेरि हेर केटा हो मात्रै होइन केटीहरू पनि भन्नुपर्छ फेरि है साथीहरू भनौँ केटी केटा भनेर हुँदैन होइन केटा हो अच्छा केटाहरू फेरि साथीहरू टक्क फेरि जङ्क फुड त म खाँदिनँ हेर केटा हो अच्छा केटाहरू मात्रै फेरि अनि के भयो भने यार साथीहरू भन्दा फेरि केटाहरू मात्र आयो मुख मात्रै सोरी है सो बनाइदिउँ है त अब टक्क लगाएर यो बनाइहालौँ है त यो अन्डा त पानीमा उमालिसक्यो मैले होइन ठिक छ अब भट्टा त भुट्नु पऱ्यो होइन त्यो त त्यति त काम गर्नु पऱ्यो होइन त्यही नै त गाइज लास्टसम्म हेरिदिनु होला सो गाइज फाइनली हामीले टक्क लगाएर यहाँ देख्न सक्नुहुन्छ यो बनाइसकेको छ यो 2टा अन्डा उम्लिसकेको अन्डा र यहाँ दिन सक्नुहुन्छ भट्टाको माथि यो धनियाँ प्याज लसुन अनि अजिनादेखि लिएर नुन अनि के हाल्यो त होइन सबै हालिसक्यो त्यही नै हो यस्तो मिठो हुन्छ हजुरहरू पनि बनाएर खानु होला त्यही नै हो गाइज आज हिजोको रिजल्ट आएन है किनकि हाम्रा यो भिडियो पनि लङ भइसकेको छ अब हामी कहिले हाल्छु भोलि पर्सि कहिलेतिर हाल्छु है त्यही नै गाइज सो थ्याङ्क यू फर वाचिङ यहाँसम्म सो आजको ब्लग के कस्तो लाग्यो है मन पऱ्यो भने लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गाइज सो सी यू नेक्स्ट भिडियो गाइज तपाईँसँग हेर्दै साथ सपोर्ट दिनु होला
आजको लागि यति नै बाई बाई सी यु टुमारो बाटो गुमारो पिस आउट